यो सुन जस्तो पानी छ, पहेँलो सुन जस्तै खालको पानी, यो अनौठो खालको पानी। यो बोझोबारी भन्ने ठाउँ छ, सल्यानको बाक्सो नगरपालिका वडा नम्बर 9, छत्तीसगढी गाउँपालिका 1 र रोल्पाको गङ्गादेव गाउँपालिका 3 को आसपासमा पर्ने, यो सीमा क्षेत्रमा पर्ने बोझोबारी क्षेत्रमा यति पहेँलो पानी चाहिँ देखिन्छ। यो म तपाईँलाई पानी देखाउँछु। यो माथिसम्म छ, यो माथितिरबाट बगेर आउँछ होइन। अब यहाँनिर ताल छ, योदेखि माथि बोझोबारीबाटै यो पानी चाहिँ जाग्ने गर्छ होला जस्तो लाग्छ। यो मदन भण्डारी राजमार्ग हो, रोल्पाबाट सल्यान हुँदै सुर्खेत पुग्ने राजमार्ग को बिचमा यो बोझोबारी छ। बोझोबारीको यो छेउबाट चाहिँ यसरी सुन पानी मजाले चाहिँ बगेको देख्न सकिन्छ। हेर्नुहोस् है, सुन जस्तै पहेँलो छ। अब यो के धातु हो कि या यो के जडीबुटीबाट चाहिँ उत्पादित पानी हो कि होइन, यो चाहिँ अब ट्याक्कै भन्न सकिन्न। तर यसरी चाहिँ यो माथि चाहिँ ताल छ, फेरि अब योदेखि मुनितिरबाट चाहिँ मजाले चाहिँ अब पहेँलो पानी चाहिँ बग्छ।